साथीहरु नमस्कार। अन्त्यमा 5 आउने अंकहरुको वर्ग निकाल्नु पर्यो भने एकदम सजिलो तरिका छ। पहिलो अंक लेख्नुस्, त्यसमा 1 जोडेर गुणा गर्दिनुस्। जस्तो 3 छ भने 3 मा 1 जोड्नुस्, 4 ले गुणा गर्दिनुस् र यसको पछाडी 25 लगाइदिने, जोड्ने हैन लगाइदिनुस्। जस्तो 12 25 भयो। त्यसैगरी 65 को पनि स्क्वायर निकाल्नु छ भने 65 को स्क्वायर निकाल्न 6 into 6 को पछाडी कति छ, कति थप्ने त 6 मा 1 जोड्ने थप्ने, 6 7 कति लगाउने पछाडी 25, 6 7 जा 42 को पछाडी कति भयो त 25 लगाइदिने, 4225 यसको आन्सर। त्यसैगरी 75 को स्क्वायर यदि तपाईहरुले 75 को स्क्वायर आयो अथवा सोधियो भने त्यतिखेर 75 को स्क्वायर निकाल्न पहिलो डिजिटलाई लेख्नुस्, गुणा गर्नुस्, 7 मा 1 जोडेर गुणा गर्नुस्, 8 को पछाडी कति लगाइदिने 25। अरु के पनि गर्नु पर्दैन, 7 8 जा 56 को पछाडी कति राख्दिने 25। त्यसैगरी 9 इन्टु कति गरौँला, 9 इन्टु 10 को पछाडी कति लगाउने 25, 9 10 जा 90 को पछाडी कति भयो त 25। त्यसैगरी 105 को स्क्वायर निकाल्नुस्, 145 को स्क्वायर निकाल्नुस् अनि 155 को स्क्वायर निकालेर तल कमेन्ट गर्नुस्।